ओके सो आजको भिडियोमा कुरा गरौँ नेपालमा प्रतिष्ठित ई बाइक्सहरू किन्न हजुरको इन्कम कति हुनुपर्छ होला त। स्टार्टिङ विथ हन्टर 350 जसको प्राइस रहेको छ 5 लाख रुपियाँ। 40% डाउन पेमेन्ट र 60% लोन गर्दा मन्थली इएमआई हुन जान्छ अलमोस्ट 5500, जुन भनेको इन्कमको 15% राख्दा एकदम बेस्ट क्यालकुलेसन हुन्छ। इन्कम हुनुपर्छ एटलिस्ट 37,000 रुपिज। दोस्रोमा कुरा गरौँ MT-15 जसको प्राइस रहेको छ 5,64,000 रुपियाँ। 40% डाउन पेमेन्ट र 60% लोन गर्दा मन्थली इएमआई हुन जान्छ 6,000, जसको लागि हजुरको इन्कम हुनुपर्छ एटलिस्ट 40,000। तेस्रोमा कुरा गरौँ ड्युक 390, प्राइस 9,50,000, मन्थली इएमआई हुन जान्छ 10,000, जसको लागि इन्कम हुनुपर्छ एटलिस्ट 70,000। चौथोमा कुरा गरौँ CRF रैली, प्राइस 23,50,000, डाउन पेमेन्ट 9,40,000, लोन 14,10,000, मन्थली इएमआई 25,500, त्यसको लागि इन्कम हुनुपर्छ 1,70,000। अब कुरा गरौँ यङ्स्टर्सहरूको फेभरेट बाइक CBR 600, प्राइस रहेको छ 35 लाख, डाउन पेमेन्ट 14 लाख र लोन 21 लाख, जसको मतलब इएमआई हुन जान्छ अलमोस्ट 38,000 रुपियाँ, जसको हिसाब हजुरको इन्कम हुनुपर्ने हुन्छ 2,50,000 रुपियाँ। नेपाली मार्केटमा MV अगस्टा ब्रुटाले जसको प्राइस रहेको छ 56 लाख रुपियाँ जति, कति हुनुपर्छ त्यो किन्नको लागि हजुरको इन्कम कमेन्ट गर्न नछुटाउनु होला।